अस्ट्रेलिया पढ्न जानको लागि जुन जुलाई इन्टेक नै कसरी सबैभन्दा बेस्ट इन्टेक अथवा सुइटेबल इन्टेक हुनसक्छ तपाईँहरूको लागि त्यो कुरा बुझौँ है त। तपाईँहरूले फर्स्टमा माथि देखाइएको ग्राफ हेर्नुहोस् त। 2025मा तपाईँको जुलाईदेखि डिसेम्बरसम्म तपाईँको चाहिँ भिजा सक्सेस रेट कति कति छ भनेर तपाईँहरूले हेर्न सक्नुहुन्छ है। जुलाई अगस्तमा हेर्नुभयो भने तपाईँहरूले मोर देन 90%ले चाहिँ हजुरको चाहिँ भिजा पाएका छन् भने हजुरको ट्रेन्ड चाहिँ के हुन्छ, त्यो भिजा सक्सेस रेट चाहिँ घट्दै घट्दै त्यो ट्रेन्ड चाहिँ डिसेम्बरमा आएर सबभन्दा लोएस्ट छ। सिमिलरली 2024मा पनि सेम हो कि हजुरको जुलाई अथवा अगस्तमा मोर देन 90% छ भने घट्दै घट्दै डिसेम्बरमा चाहिँ सबैभन्दा लोएस्ट छ। र अब यो 2026को लागि पनि हुने भनेको सेम हो। तपाईँको जुलाई अगस्तमा हाइएस्ट हुन्छ भने भिजा सक्सेस रेट घट्दै घट्दै डिसेम्बरमा चाहिँ घट्दै जान्छ। र तपाईँहरूको एउटा कुरा विचार गर्नुपर्छ, अहिले त तपाईँहरूको एसेसमेन्ट लेभल 3मा पुगेको छ। यसको मतलब तपाईँहरूले भिजा नपाउने भन्ने होइन, तपाईँको चाहिँ डकुमेन्टेसनको क्राइटेरिया चाहिँ अलिकति ब्रोड भएको हो कि तपाईँ आफूले आफूलाई चाहिँ जेन्युन स्टुडेन्ट हो भनेर प्रुभ गर्न सक्नुहुन्छ। तपाईँको फाइनेन्सियल पार्टहरू तपाईँले एकदमै प्रोपरली प्रिपेयर गर्नु भएको छ र ओभरअल तपाईँको डकुमेन्टेसन चाहिँ एकदमै राम्रो छ, जेन्युन छ भने भिजा तपाईँले स्योर सर्ट पाउन सक्नुहुन्छ है त अस्ट्रेलियाको। र यदि तपाईँहरूले फर्दर केही कुरा बुझ्न चाहनुहुन्छ भने हाम्रो यो पोलर एजुकेसन भिजिट गर्नु होला है।